आर भनेको जुन यो आर छ नि हैन, आरबाट के हुन्छ रोटेसन चेक गर्ने। अब रोटेसन भनेको के हो भने तपाईले एक्सरे गराउन जाँदाखेरि तपाईले बिरामीले के भन्छ एकदमै स्ट्रेट हेर्नुस्, सिधा हेर्नुस् अनि तपाईको पछाडीबाट एक्सरे बीम चाहिँ फाल्छ हैन। यो स्ट्रेट किन भन्छ भनेपछि यही रोटेसन तपाईले एडिक्वेट राम्रो रोटेसनको लागि मिन्स जुन एक्सरे छ त्यो सेन्टरमा जाओस् भनेर। तर त्यही बेला तपाईले त्यो बिरामीले अलिकति दायाँ हेरिहाल्यो अलिकति बायाँ हेरिहाल्यो भने त्यहाँ रोटेसन तपाईको अल्टर्ड हुन्छ अनि यसमा तपाईको फल्स इन्टरप्रिटेसन फल्स फाइन्डिङ चाहिँ हेर्न सक्नुहुन्छ। त्यही भएर त्यसको एडिक्वेट सबभन्दा पहिले त्यो सेन्ट्रल तपाईको जुन बिरामीको जुन एक्सरे छ त्यो तपाईको सेन्ट्रल हुनुपर्छ। अब कसरी थाहा पाउने यो फिल्म चाहिँ सेन्ट्रल एडिक्वेट रोटेसन छ कि छैन भनेर, जस्तै कि यो तपाईले एक्सरे हेर्नु भयो भने यो एक्सरेमा त कसरी थाहा पाउने भनेपछि तपाईले हामीले जुन यो ट्राकिया छ ट्राकिया कहाँ छ भनेपछि यहाँ ट्राकिया छ, यो तपाईको ट्राकिया हो, यो तपाईको के हो ट्राकिया हो। मैले यहाँ राम्ररी इन्डिकेट गर्छु, जुन यहाँ हेर्नु भयो यो तपाईको ट्राकिया हो। यो ट्राकियाको बीचमा अनि त्यहाँ यो थोरै जुन भटिब्रा छ स्पाइनस त्यसलाई हामी के भन्छ स्पाइनस प्रोसेस भन्छ। यो जुन सानो सानो छ एकछिन फेरि भन्छु, जुन यो सानो छ यहाँ हेर्नुस् यो जुन गोलो छ हैन, यहाँ तपाईको गोलो छ, यो चाहिँ गोलो छ, यसलाई हामी के भन्छौं त स्पाइनस प्रोसेस भन्छौं। अनि यसमा रोटेसन चेक गर्नको लागि जुन यो स्पाइनस प्रोसेस छ हैन, अनि जुन यो हाम्रो क्लाभिकल छ, क्लाभिकलको जुन मेडियल एन्ड छ नि त्यसको र यो बीचको डिस्टेन्स चाहिँ इक्वल हुनुपर्छ। यसको भन्नेको मतलब बुझ्नु भएन, मलाई थाहा छ, म फेरि बुझाउँछु। जस्तै कि तपाईको यो स्पाइनस प्रोसेस छ, यो तपाईको स्पाइनस प्रोसेस भयो ओके। अब स्पाइनस प्रोसेसमा तपाईको मेडियल एन्ड अफ क्लाभिकल खोज्नु, यो तपाईको क्लाभिकल हो, यो के हो क्लाभिकल हो, यहाँ क्लाभिकल छ, यहाँ पनि क्लाभिकल छ, यो क्लाभिकल छ। मेडियल एन्ड भनेको क्लाभिकलको मेडियल एन्ड यहाँ छ, यो तपाईको मेडियल एन्ड क्लाभिकल चाहिँ यहाँ छ राइट। जुन यहाँ पनि एउटा स्पाइनस प्रोसेस छ मिन्स यो गोलो छ। अब यो जुन स्पाइनस प्रोसेस र यो मेडिकल एन्ड अफ क्लाभिकल जुन यो साइडको छ एक साइडको र यो एक साइडको ए मान्नुस् अर्को साइडको बी मान्नुस्, जुन यहाँ ए इक्वल टु चाहिँ बी हुनुपर्छ भन्न खोजेको। यहाँ बुझ्नु भएन भने यहाँ फिगर यो तपाईको स्पाइनस प्रोसेस छ भनेपछि यो स्पाइनस प्रोसेस र यो मेडियल एन्ड अफ क्लाभिकल छ नि त्यसको बीचको डिस्टेन्स जुन छ तपाईको इक्वल हुनुपर्छ।